हेलो हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई सन्जी लामाको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म खाना पकाउँदैछु साथीहरू। खाना चाहिँ भित्र पकाइरहेको छु, पाकिसक्यो। अनि यहाँ चाहिँ म तरकारी पकाउँदैछु साथीहरू। आज बाहिरै पकाएको अर्ग्यानिक खाना, तरकारी अर्ग्यानिक तरकारी। यता चाहिँ अर्ग्यानिक तरकारी पाक्दैछ साथीहरू। बेसार हालेर यहाँ चलाउँदैछु म। आगो बनाएको क्या आज नै, हिजो अस्तिबाट आगोमा बनाउनु थालेको, जाडोमै आगोमा बनाएको। सो आगो तापे जस्तो नि हुन्छ भनेर यत्रो बासहरू छ है, के खेर फाल्नु भनेर के साथीहरू। अनि के भन्छ, त्यसैले हामीले यहाँ तरकारी बनाउँदैछु। फेरि छ नि साथीहरू, त्यो आगोमा पकाएको तरकारी चाहिँ स्वादै छुट्टै हुन्छ क्या। मलाई चाहिँ मिठो लाग्छ आगोमा पकाएको तरकारी। जे पनि के तरकारी मात्र होइन, त्यो पनि आगोमा पकाएको मिठो लाग्छ क्या। स्वादै छुट्टै लाग्छ क्या ग्यासमा पकाएको भन्दा त। तर के गर्नु है, जहिले दाउरा कहाँबाट ल्याउनु, यसो त्यस्तै छ नि साथीहरू। इस्कुस पनि होइन, मजासँग तेलमा मजासँग यसरी भुटेपछि होइन, कस्तो मिठो हुन्छ क्या। मलाई चाहिँ मिठो लाग्छ यसरी मजासँग भुट्नुपर्छ है। अब चाहिँ म यहाँ टमाटर हाल्छु ल साथीहरू। टमाटर हाल्छु। अब मजासँग पाकिसक्यो। यसलाई चाहिँ म यहाँ टमाटर हाल्छु, हजुरले देख्न सक्नुहुन्छ। यति टमाटर त हाल्नै पर्छ है। अनि यहाँ यसो गर्नु पऱ्यो। अनि यति टमाटर त हाल्नुपर्छ। म चाहिँ जे तरकारीमा पनि मलाई चाहिँ टमाटर अलिक धेरै मनपर्छ क्या साथीहरू। यसरी टमाटर हाल्छु, एकचोटि छोप्छु। अनि एकचोटि छोपिसकेपछि अब म अनि मसलाहरू हाल्छु ल साथीहरू। मैले यसलाई छोपिसकेँ साथीहरू। यो चाहिँ अदुवा लसुन अनि खुर्सानी पिने है। हाम्रो चाहिँ ठुलो सिलौटा एमलग गयो। अनि त्यसपछि सानो सिलौटा छ। यो चाहिँ कस्तो सानो सिलौटा रहेछ भनेर नभन्नु होला हजुरहरूले। पहिला त ठुलै थियो, पछि त्यो चाहिँ एमलग गयो क्या माथि। त्यसको सास त्यति मात्र रहेछ। अनि त्यसपछि त्यो चाहिँ अनि एमलग गयो। अनि सानो सिलौटा ल्याएको, त्यही भएर सानो छ हाम्रो सिलौटा चाहिँ। यो चाहिँ अदुवा लसुन अनि के भन्छ खुर्सानी साथीहरू यसरी हाल्ने पिनेर मिठो हुन्छ क्या। हजुरहरूले देख्न सक्नुहुन्छ। अनि अब चाहिँ म यहाँ हाल्छु है त साथीहरू। धेरै बनाउनु मिठो हुन्छ, हजुरहरूले देख्न सक्नुहुन्छ। मलाई त कस्तो अहिले खाउँ मन लागिसक्यो यार साथीहरू। नुन हाल्छु अब म। यति हाले नुन पनि ठिक हुन्छ होला। मसला हाल्छु। मसला पनि सकिन लाग्छ भर्नु पर्ने। मसला धेरै हाल्नु मनपर्छ क्या मलाई चाहिँ। जे तरकारीहरू मान्छेहरूले तरकारीमा छ नि साथी, यति हाले हुन्छ क्या। अब मैले सबै यहीँ हालिसकेको छु, पिनिसकेको छु अघि नै। यो चाहिँ नुन मात्र है। धुलो खोर्सानी चाहिँ नहालौँ होला अहिले, किनकि अग्गो बढे खोर्सानी क्र्याममा टोक्नुपर्छ क्या साथीहरू। हजुरहरू देख्न सक्नुहुन्छ। के भयो देख्न सक्नुहुन्छ। कस्तो मलाई त यो खानासँग भन्दा नि चिउरासँग पो खाउँ मन लाग्यो त हौ बुढो। यो तरकारी देख्दा त बुढो मलाई त कस्तो तरकारी देख्दा त चिउरा पो खाउँ मन लाग्यो त हौ। एकचोटि छोप्छु म है साथीहरू। छोपी ल फाइनली गाइस, अब तरकारी पनि पाक्न थाल्यो। कस्तो मिठो तरकारी त। अब म यहाँ अलिकति झोल हाल्छु। भात खानु पऱ्यो, के गर्नु, कति दाल खानु, दाल मात्र खानु। यो चाहिँ यो सिलौटा पखालेर हाल्नुपर्छ कि साथीहरू। मलाई चाहिँ बानी हुँदो रहेछ सिलौटा पखालेर हालेको पनि। मलाई चाहिँ सिलौटा पखालेर हालेन भने चित्तै बुझ्दैन साथीहरू। के गर्नु,
हाम्रो चाहिँ कत्रो सानो कराईमा तरकारी पकाएको नभन्नु नि हजुरहरूले। हाम्रो जम्मा 4 जना परिवार छ। हामी चोक्टा खाने बच्चाहरू, यो झोल खाने बच्चाहरू चाहिँ हामी चोक्टा खाने। झोल पनि यति भयो ठ्याक्क पुग्छ। ओ सरी। साथीहरू अब तरकारी पनि रेडी भयो। आजलाई यति नै मेरो नयाँ भ्लग लिएर आएको। आज चाहिँ म आगोमा तरकारी खाना पकाएको है। आगोमा पकाएको तरकारीको स्वादै छुट्टै हुन्छ क्या साथीहरू। अनि अचार छ, टमाटरको अचार, टिमुर हालेको छ, टिमुर हालेको, डल्ले खुर्सानी हालेको अचार छ। त्यो मेटरको के मेटर रुख कटर भन्छ कहिले कहिले होइन, हामीले चाहिँ मेटर भन्छ। त्यसको अचार पनि बनाएको छ हामीले चाहिँ टिमुर हालेर, अनि गोबर खोर्सानी हालेको छ। ओके साथीहरू, आजलाई यति नै मेरो भ्लग। माया गरिदिनु होला, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू। ओके, बाई बाई।